सो हेलो गाइज वेलकम छ मेरो भ्लगमा। अनि आज चाहिँ हामी आफ्टर लङ टाइम एउटा नयाँ भिडियो नयाँ कन्टेन्टका साथमा आइसकेका छौँ। हाम्रो साथमा हुनुहुन्छ मोहन सर चाहिँ हुनुहुन्छ, अनि म छु सन्नी पुनमगर तपाईँहरूको आफ्नै। अनि म चाहिँ अहिले कहाँ छु भन्दाखेरि हामी चाहिँ इन्डिया छौँ। अनि इन्डिया आएको पनि हाम्रो लगभग 1 महिना पुरा भएर दोस्रो महिनातिर चालु भइसकेको अवस्था छ। अनि त्यसपछि अब के भन्नु है, हामी चाहिँ यसो नयाँ भिडियो यादगारको लागि बनाऊँ भनेर यसो आएको है। हेर्न सक्नुहुन्छ हामी चाहिँ होटल रहेको छ, काउन्टर रहेको छ, काउन्टरको मान्छे यहाँ मन्दिर हुनुहुन्छ, कल मी बेबी। अनि यहाँको दृश्य चाहिँ यस्तो रहेको छ, हेर्न सक्नुहुन्छ यहाँ फुलहरू छ, यहाँ चाहिँ कस्टमर आउने साइड रहेको छ। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो होटल रहेको छ। अनि यहाँ चाहिँ हाम्रो हुन्छ मोहनजी मोबाइल चलाएर बस्नुभएको छ। अनि त्यसपछि हाम्रो क्यामेरा हामीले चाहिँ अहिले क्यामेरा पुसेर चाहिँ एकदम आकर्षित दृश्य देख्न सक्छौँ। अनि हाम्रो कस्तो छ भने हाम्रो चाहिँ यहाँ छापकाटे सर हुनुहुन्छ हाम्रो चाहिँ यहाँ सेफ सर हुनुहुन्छ। अनि सेफ सरलाई चाहिँ अब हेलो हाम्रो सेफ सर यता हेर्नु, तपाईँ यहाँ होटलको बारेमा 2 शब्द के भन्न चाहनुहुन्छ सर? कसलाई? यहाँ मेरो यहाँ एउटा आइडीमा चाहिँ युट्युबमा चाहिँ जान्छ यो चाहिँ पोस्ट, तपाईँ के भन्न चाहनुहुन्छ 2 शब्द हाम्रो साथीभाइ स्टाफदेखि लगाएर होटल सम्बन्धी केही छ भने भन्न सक्नुहुन्छ सर? सम्बन्धी त धेरै छ, भनौँ भने के बनाऊँ भन्ने कुरा छैन, पछि भनौँला। पछि भन्ने कुनै समय। अनि यो कुन कट हो सर? यो कट यो रोनाल्डो रोनाल्डो कट हो। अनि यो कपाल त अन्त अन्य ठाउँमा चाहिँ अन्तै पुग्यो जस्तो लाग्यो मलाई। दर्शकबिन हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ किचन रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ पन्जाबी ट्याग लगाएर हाम्रो चाहिँ यहाँ मान्छे आगो लागि हुने ठाउँ चाहिँ सबभन्दा यही हाम्रो। म आएदेखि यहाँ 2-3 चोटि नै लागिसक्यो, आगो लागि भइसकेको छ। यहाँ चाहिँ पन्जाबी सेफले के बनाउँदै सर तपाईँ भनिदिनुहोस् त? ग्रेभी। त्यसको पन्जाबीको होइन ग्रेभी, हेर्न सक्नुहुन्छ पन्जाबी ग्रेभी बन्दैछ, यस्तो रमाइलो। अनि यहाँ चाहिँ हाम्रो चाइनिज प्लस तन्दुर सेफ हुनुहुन्छ। होटल सम्बन्धी स्टाफ सम्बन्धी 2 शब्द के भनिदिनुहोस् सर? स्टाफ सम्बन्धी के भन्ने, यस्तो स्टाफहरू अब दिनकै आगो लागेर चलिरहेका छन्। अरू के भन्ने, अब आफै पनि आज अघि भोलि हुने ठेकेना छ नि, आफैले नगरी छोडेर भाग्नुपर्ला जस्तो आइसकेको छ स्थिति। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ तन्दुरको भट्टी रहेको छ, लडिक छ। अनि यहाँ चाहिँ हाम्रो बाहिरको लुक चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ रहेको छ अगाडिको बिक्री गर्ने ठाउँदेखि लिएर सबै कुराहरू। अनि यहाँ चाहिँ मन्दिर रहेको छ, हाम्रो मन्दिर भन्दा नि भगवान्को फोटो रहेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि तपाईँहरूलाई अब म बाहिरको दृश्य देखाउन गइरहेको छु, कस्तो छ त हाम्रो कम्प्लेक्स। हेर्न सक्नुहुन्छ तपाईँहरू, हाम्रो चाहिँ तेस्रो तलामा रहेको छ, लिफ्टहरूको सुविधाहरू पनि रहेको छ। अनि यहाँ चाहिँ यता हाम्रो आफ्नो पर्सनल होटलको लागि लिफ्ट रहेको छ। र हाम्रो चाहिँ यहाँ मान्छेहरू भाँडामाजीदेखि लिएर यहाँ चपाती बनाउनुदेखि लिएर सबै कुराको 2 मिनट आयो। अनि हाम्रो हुनुहुन्छ मोबाइल फोटो ना पाडो, वीडियो बनाओ, तुम्हें दिखाई ना दीजिए ये बनाओ सुन तो। हाँ बनाओ, तुम्हारा वीडियो बनाओ, तुम्हारा बनाओ, हमारा वीडियो बनाओ। कौन से बता के ये तमे ये मैं जो वीडियो बनाऊ छु पछि यूट्यूब में आपिदो, तमे मोबाइल में देखो, आवे ना मोबाइल में, तुम्हारा मोबाइल छे? मोबाइल नहीं है मेरा, घर वाला का है। हाँ घर वाला का छे ना, उसके मोबाइल से देख लेना। और ये इधर ये मासी है, और ये बहुत अच्छी मासी है, ब्यूटीफुल मासी है। हमारो ब्यूटीफुल मासी चाहिँ एकदम अच्छा काम करो। अब गज्जा पर्छ नि हेर्नु होला है, एक बार हाँसिदो मुस्कान। मासी एक आँख मारिदो, आँख मार त पारू। ये हेर्न सक्नुहुन्छ मेरो यस्तो लाज मान्छन् कि नि होला। मासी एक आँख मारिदो, एक बार पाडिदो न। कम आमा त्यसो करो चाहिँ मोबाइल में काहे नकरो, क्या नहीं पार्ने मने मारो ना। ये
મારો ફોટો પાડ્યો બા हेर्न सक्नुभएको छ अब વતન બતાવ मासी તમારું નામ શું છે ભાવનાબેન ભાવના ભાવનાબેન ભાવનાબેન માસીનું નામ શું છે માસી રમીલા હા રમીલા રમીલા તમારું નામ શું છે मासी રમીલાબેન बस हेर्न सक्नुहुन्छ हाम्रो यहाँ तीनैजनालाई 3 जना चाहिँ તારી લઈ ચાલ્યો म त बुझ्दैन यहाँको भाषा अरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो रहेको छ उतापट्टि चाहिँ जिम रहेको छ तपाईँकोदेखि लिएर अनि अब म चाहिँ यहाँ होटलमा जाँदैछु अब हाम्रो चाहिँ यस्तै रहेको छ अब केही समयपछि भेटौँला साथीहरू हाम्रो अनि त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ स्टाफहरू हुनुहुन्छ हिँड्नुले आउने बैठो भलक खराए खराए त भिडियो भ्लग बनाएर तपाईँ फेरि यहाँ कस्तो बिचमा निम्बु बोल्दिए बीच में तो भिडियो भ्लग बनाउनेलाई निम्बु कहाँबाट आउँछ कि म त त्यो भन्छु यो अहिले म बिचमा कट गरिहाल्छु तपाईँ टेन्सन नहोस् सबै बस्नु न जस्तो तपाईँ यहाँ ट्याक्ला हाम्रो चाहिँ 4 जना छौँ स्टाफको नाममा सबै कल मी बेबी अनि हाम्रो स्टाफ भने नि जे भने नि सबै चाहिँ यति नै हो भित्र उता 2 जना चाहिँ भित्रको मान्छे हुनुहुन्छ बाहिरका चाहिँ हामी 2 जना रहेका छौँ नम्बर लाएर सर तपाईँको यो नाम के हो भनिदिनुहोस् त सर हेलो सर सेफ पेरेम खड्का भन्छ न तपाईँको नाम र तपाईँको पद भनिदिनुहोस् न 2 शब्द खड्का अब भाइ म खड्काले कस्तो नाम हुन्छ कि यार सेफ पेरेम खड्का हो ए अनि राम्रो छ कस्तो मिलाएर भन्नु नि तपाईँ फेरि प्रेम खड्का हो प्रेम तपाईँको घर कहाँ पऱ्यो सर मेरो दैलेख दैलेखको कुन ठाउँ धुनाबा 10 अब यहाँ सरको हुन्छ इन्टरभ्यू अब सर भन्नुहोस् तपाईँको नामदेखि लिएर हेड सेफ हो होइन म चाहिँ नाम चाहिँ गणेश खड्का हो अब हेड सेफ हो म चाहिँ होइन होटलको यहाँ सरको हेल्पर चाहिँ यहाँ आउनुहुन्छ तपाईँहरू सक्नुहुन्छ म हेड सेफ हो उहाँ चाहिँ अब सेकेन्ड सेफ हो हेल्पर चाहिँ भन्दै बुझ्दैन होइन सर तपाईँको के भनिदिनुहोस् न 2 शब्द